गाइस आज पानी पर्ने दिन मौसम ठीक छ भने गाइस आज पानी पर्ने मौसम ठीक छ भने पानी पर्ने कि माथिको हात कसो छ गाइस आज पानी यसो दिनुपर्छ गाइस हेर्नु गाइस अगर यो दिन हावा दिनुपर्छ गाइस आज छिल्टा हावा छ माथि जाने त तपाईँको चिसो हावा चिसो बनाउँछ बल्ल छ आज पानी पर्नु चाहिँ चाहन्छ गाइस आज गाइस आज पानी पर्छ गाइस आज म काम गरेँ गाइस आज काम गरेँ गाइस अब आज मन्दिर चाले सबै गरेँ अब सब काम भी भयो कम्प्लिट भयो अब काम भी भयो आज त मौसम खराब छ गाइस आज त साफ छ लुगा टिपे अब गाइस काम भी भयो सब काम भी मंदिर में चाह सके काम भी कर सके अब भोलि के काम छ गाइस भोलि के काम छैन म पनि गाइस के काम छ गाइस भोलि त बस्ने हो के छ गाइस भोलि त के काम छ गाइस भोलि त बस्ने गाइस के काम छ गाइस अब हेर्नु गाइस अब प्लान हुन्छ अब हेर्नु गाइस अब कसले माथि पार दार्जिलिङ घुम्नु लागि कसले माथि कलेज प्लान हुन्छ कहिले जानु लागि त हेर्नु गाइस के हुन्छ अब गाइस के छ गाइस बस्नु गाइस बसेर के हुन्छ गाइस के छ गाइस काम त भइहाल्यो अब के गाइस अब के छ काम त छैन अब घुम्नु जानु गाइस अब मौसम पानी कहाँ जानु गाइस हेर्नु अब प्लान गर्छु अब कता घुम्नु जाउँ भने गाइस अब घरमा बस्छ के गर्नु गाइस सब मान्छेले बोल्नुहुन्छ हैन भाइ घुम्नु हेर्नु गाइस अब कहाँ प्लान हुन्छ घुम्नु कहाँ जान्छ कहाँ हुन्छ अब थाहा भएन अब माथि गयो भने तपाईँ म दिन देखाउँछु नाम दिन देखाउँछु गाइस सजिलो छ के गर्नु गाइस अब तपाईँ काम गर्नुपर्छ गाइस अब हेर्नुहोस् गाइस तपाईँ दशम भएको युट्युब हेर्नु हुन्छ हैन दशम भैया पूरा काम करता है बारी घर पर उन लोग का खेती है उन का घर बनना है सब बनना है हम कहाँ खेती कहाँ छ हामी त खेती पाइछ छैन गाइस हाम्रो के छैन हाम्रो अब के छ गाइस अब काम गर्यो मस्त उनको खेती पाइछ यहाँमा हैन उनको खेती पाइछ उनको दुःख बोक्छ खेती बारी जान्छ गाइस हाम्रो कहाँ छ गाइस हाम्रो खेती पाइछ छैन यहाँमा नि हैन यहाँमा हाम्रो खेती पाइछ छैन गाइस उनको खेती पाइछ बिहान पाजी उठ्छ दुःखमा बोक्छ कामको जान्छ उन पास खेती पाइछ हेर्नु किसान भाइ हेर्नु बिहान पाबी उठ्छ बिचरा काम गरेको हुन्छ गाइस उनीहरूको नो स्टप काम गरेको हुन्छ गाइस मैले पैसा सोच्थेँ गाइस अब म सोचेँ कि अब कहाँ घुम्नु जाउँ भयो गाइस घुम्नु जाउँ भयो गाइस घरमा गएर बोलाएछ गाइस आज गाइस दिनमा बस्यो अस्ति गाइस कहाँ घुम्नु जाउँ भएको सबजना भन्छ जाउँ घुम्नु होइन अब घुम्नु जानु गाइस जानु पर्यो अब गाडी भाडा अब गाडी चाहियो गाडी भाडा पनि चाहिन्छ हैन हैन गाडी भाडा चाहियो खानु पर्यो घुम्नु पर्यो कि अब मौसमले साथ दिने ठिक छ मौसम साथ दियो भने सोध्नु पानी पनि अब घुम्नु त प्लान क्यान्सल हुन्छ किनकि तपाईँको हुन्छ त यो अब यो मौसमले पुरा खराब गर्छ कि यो मौसम हावा तुफान आयो भने मौसम खराब छ गाइस र थाहा हुन्छ दार्जिलिङको वेदर कस्तो छ कहीँ जाडो कहीँ गरम त्यो वेदर छ गाइस हेर्नु गाइस अब घुम्नु प्लान गर्छु गाइस कहाँ जानु प्लान गर्छु हेर्नु गाइस अब हेर्नु पर्दा के हुन्छ गाइस थाहा छैन गाइस अब प्लान त हुनु छ गाइस अब हेर्नु गाइस अब हेर्नु गाइस अब घुम्नु जायो भने अब कहाँ जग्गामा जानु पर्छ गाइस कहाँ घुम्नुपर्छ अब कुन चाहिँ मन्दिर छ तपाईँको हेर्नुहोस् मान्छेहरू गयो काठो बाबा मन्दिर गयो चाम बाबा मन्दिर हेर्नुहोस् यो मान्छे बाबाको बुढाबा आयो गयो गाइस
अब हेर्नु पऱ्यो। अब हेरौँ गाइस कहाँ घुम्नु प्लान हुन्छ गाइस, हेर्नु पऱ्यो गाइस। गाइस तपाईँको जिन्दगी छ गाइस, सबको जिन्दगी यसो खुसी खुसी बस्नु जिन्दगी निम्ति के राख्यो त जिन्दगी अब जिन्दगी अब के भन्छ चलते जाए नियममा जिन्दगी चलते जाए, नसुकाउनु गर्नु गाइस आरामले काम गर्नु बस्नु गाइस। अब घुम्नु प्लान हुन्छ, सबजना घुम्नु जान्छ, घुम्नु जानु मजा आउँछ, घुम्नु लागि सबजना घुम्नु जान्छ। साथीभाइहरूको साथीभाइको पैसामा खर्च नगर्नु के भन्छ कि साथीभाइ जान्छ, उनीहरूको नाम बिल त पार्छ किनकि मोमो खाए समय पर्छ। हामी भाइ फ्यामिली जाने हो, फ्यामिलीसित जाने हो होइन, फ्यामिलीसित जाने गाइस। कहीँ साथीभाइ त नजाने हो नियममा होइन। किनकि गयो भने भाइ यति बिल पार्छ भाइ, मोमो अर्डर गर, चिकन मोमो खाने, अब भाइ उता 5 जाउँ भन्छ गाइस। फ्यामिलीसित जाने हो, घुम्ने हो, आउने हो, बस घुम्नु आउनुपर्छ। फ्यामिलीसित मजा के आउँछ कि गाइस, फ्यामिलीसित घुम्नुको मजा आउँछ किनकि जानुपर्छ, घुम्नुपर्छ, यो मजा हो। फ्यामिलीसँग कि हाँस्नुपर्छ, फ्यामिलीसँग घुम्नुपर्छ गाइस यिनकी लाइफ हो। यिनकी फ्यामिलीसँग घुम्नुपर्छ, ना गयो घुम्यो खायो आयो। अब साथीभाइहरू भन्छ भाइ जाउँ घुम्नु भन्छ होइन, उनीहरूको जान्छ घुम्नु जान्छ, जान्छ गयो भन्छ भाइ बिल तुट्यो ठिकै भन्छ, बिल यति दिन यति ओ डी कुमार ए आमा सिम्पल दिदी यो गर्छ गाइस। साथीभाइहरूको बिल त दिँदैन, बिल अब सबैले लिनुपर्छ बिल त के साथीभाइसँग जानु नि। अब भन्छ कि साथीभाइसँग नै जानु भन्दा जानु घुम्न चाहिँ कि साथीभाइ जान्छ मस घुम्छ, यस्तो खर्च गर्ने गर्दैन। गएर यसरी कि दाम कति हो, ए महँगो छ नकिनु भन्छ। चाहिँ भाइ बुढाका भाइ कुछ मिलेगा भन्छ, खानुलाई पैसा खर्च गर्नुपर्छ। वाह घुम्नुको खर्च हुँदैन यसरी नेमा, घुम्नुको खर्च हुँदैन, खर्च हुन्छ। म भइहाल्छु जानु छ भने फ्यामिलीसित घुम्नु जानु होला, मेन पेज हुन्छ किनकि मेन पेज भयो भने फ्यामिलीसित घुम्नु यति दामी छ गाइस। कहाँ घुम्नु यति मजा छ, फ्यामिलीसित घुम्नु मजा लाग्छ गाइस। हामी पुरा काबु बस्छु गाइस, के काबु बस्छु गाइस। उनीहरूको पैसा खर्च गर्दैन, खानुको अब पैसा किनाउनु पर्ने। उनीहरू भन्छ भाइ एकदम महँगो छ किनाउँ पनि घुमाउनु पर्ने हामीहरू। वाह यसो हुन्छ साथीभाइ हुन्छ, गोजीमा छ पैसा छ भाइ बुढाको खाँदैन गाइस, जाने हो फ्यामिलीसित अब म नाम भने उतोसित बोल्नु होइन म उतोसित ए होइन म नाम भयो नि गाइस। यस गाइस अब घुम्नु प्लान गर्छु गाइस, कता जानु गाइस। टाइमसित जानु, घुम्नु, इन्जोय गर्नु, मेन पेज गर्नुपर्छ गाइस। जहाँ घुम्नु पाइन्छ घुम्नुपर्छ गाइस। अब हेर्नु गाइस, घुम्नु त प्लान हुँदैछ फ्यामिलीसित गाइस। कहाँ जानुपर्छ अब हिँड्नुपर्छ, कहाँ जाने हो, साइन किन्नुपर्छ कि बनी घर जाने कि बनी घर त जानुपर्छ गाइस। कि मजा आउँछ कि बनी घर जाने कि के मजा आउँछ गाइस, कि चिसो जग्गा नि यस्तो म बनी घर मजा आउँछ कि हुन्छ नि बाटो
मजा लर्निङ गर्नु मजा आउँछ गाइस मजा आउँछ गाइस घुम्नु चाहिँ मजा आउँछ गाइस घुम्यो कहाँ मन्दिर दर्शन गऱ्यो घुम्यो आयो नाम कुकुर हो नि मन्दिर गयो घुम्यो आरामले मन्दिर घुम्यो खायो मन्दिर घुम्यो आराम टाइम चाहिँ घुम्यो आयो यो हो मजा गाई यो मजा छ मजा गाई यो मजा के खुट्टा पिछे निस्क्यो ए मजा छ गाइस टाइम चाहिँ घुम्नु गाइस जानु घुम्नुहोस् लाइफमा इन्जोय गर्नुहोस् भोलि अब तपाईँको तपाईँ उमा पुग्नुहुन्छ नियामा होइन बुढो हुनुहुन्छ मान्छे बुढो पुग्नु तपाईँ लाइफमा घुम्नु इन्जोय गर्नु घुम्नु लाइफमा चाहिँ माताजी के गर्नु भयो